बारम्बार प्रेम व्यक्त गरे बेवास्ता गर्यौ तिमीले दोस्रो पटक सम्बन्ध जोडिँदैन अब तिमीले बल नगर्नु तिम्रो इज्जत गरून् सबले कहीँ कतै हलचल नगर्नु तिम्रो इज्जत गरून् सबले अब कहीँ कतै हलचल नगर्नु। हजुर यो मुक्तक सँगसँगै नमस्कार 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 सँगै मिठो रात्रिकालीन साहित्यिक अभिवादन कार्यक्रम भावनाका लहरहरूको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्णमा सुन्दै हुनुहुन्छ तपाईँको मेरो अनि हामी सबैको आवाज बुटोल एफएम 94.4 मेगाहर्ट्जको साप्ताहिक रात्रिकालीन प्रस्तुति कार्यक्रम भावनाका लहरहरू लिएर सदाको हप्ता जस्तै आजको हप्ता पनि एकैसाथ उपस्थित भइसकेको छु। प्राविधिक संयोजन सँगसँगै आवाजबाट यो गुन्जिरहेको आवाज हो तपाईँकै कार्यक्रम प्रस्तुता म चिरन केसी। हजुर प्रिय श्रोता मित्रहरू रात्रिकालीन समय छ के गर्दै हुनुहुन्छ खै कसो गर्दै हुनुहुन्छ दिनभरि उकाली ओह्राली भन्ज्याङ चौतारी मेलापात गर्नुभयो व्यापार व्यवसाय गर्ने साथीहरू आफ्नै व्यापार व्यवसायमा तल्लीन हुनुभयो विद्यार्थी साथीहरू आज त शनिबारको दिन घरमै बसेर आफ्नै अध्ययन अध्यापनमा व्यस्त हुनुभयो आफ्नो सरसफाइमा व्यस्त हुनुभयो दिनभरि काम गरेको कामको थकानलाई अब त बिस्तारातिर पल्टिएर मेट्नुपर्छ है भन्ने तर्खर गर्दै पनि हुनुहुन्छ होला। कतिपय मित्रहरू खाना खाँदै हुनुहुन्छ ढिलो खाने साथीहरू खाना बनाउँदै पनि हुनुहुन्छ भने कतिपय मित्रहरूले खाना खाइसक्नु भएको छ र त्यो आराम गर्दै हुनुहुन्छ दिनभरि गरेका कामको समीक्षा र भोलि गर्ने कामको योजना पनि बनाउँदै हुनुहुन्छ होला। पारिवारिक सरसल्लाहमा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा रहे तापनि हामीलाई सुन्दै हुनुहुन्छ भन्ने आशा अनि विश्वास कार्यक्रमको बसाइबाट गरिराखेको छु।